हङकङको ताइतोङ अर्ग्यानिक इको पार्क है मा चाहिँ आज हामी आएको छौँ। यहाँनिर चाहिँ विभिन्न फलफुलहरू, यहाँनिर चाहिँ बोट बिरुवाहरू, अर्ग्यानिक चरा जनावरहरू छ। यहाँ आजको हाम्रो यात्रा चाहिँ देखियो मयूर पनि रहेछ। ल यो मयूर देखियो रहेछ। यो चाहिँ भाले रहेछ होइन। यसलाई खुल्लै छोडिदिएको यो। ल मकै खेती, काँक्रा खेती, मकै खेती, फलफुल खेतीहरू पुरै यस्तो खालको। यसको जोडी चाहिँ छैन कि क्या, यस्तो खुल्ला छोडिदिएको। तर यस्तो खेती गरेर खुल्ला छोडिदिएको त्यसमा त। यहाँनिर चाहिँ पुरै हामीले चराहरूलाई चाहिँ मयूरहरू चाहिँ पालन गरेको छ। र अब हामी मयूर टर्कीलाई पनि एकै ठाउँ राखेको रहेछ यार। टर्की मयूर, ल यसरी मयूर र टर्कीलाई एकै ठाउँ। अन्डा पनि पाउँदा कोठीहरूको अन्डा यसरी व्यवस्थित तरिकाले यहाँ चाहिँ यो सजाउनको लागि यसरी पालेको छ। यस्तो करा टन्नै रहेछ यहाँनिर। यो पन्छीमा सबैभन्दा ठुलो होइन है यो। मान्छे यसमा चढेर कुद्छ नि, चिनाहरूले पुरा घोडा कुदाउँछ। ल घाउ होइन होला, ठुला के गर्दैन भेटेको गर खानेकुरामा आएको होला नि यसले। तिनवटा रहेछ होइन, उता पनि होला। यो त यसले मान्छे बोक्छ नि है। बोकिहाल्छ नि, हेर्नु न खुट्टै कत्रो कत्रो छ। ल
अस्ट्रिच सबैभन्दा यस्तो छ अर्ग्यानिक आज चाहिँ हामी यो कृषिमा आएको छ यहाँनिर चाहिँ चराचुरुङ्गीदेखि लिएर हरेक जनावरहरूलाई चाहिँ संरक्षित गरेर राखेको छ। यो चाहिँ यस्तो दामी घाँस राजा हाँसको होइन यो चाहिँ हाँस जस्तै हो तर धेरै यहाँनिर चाहिँ यो पार्कमा चाहिँ धेरै जनावरहरू जन्तुहरू हेर्न पाइने रहेछ। माछा फार्म कछुवाहरू व्यवस्थित तरिकाले